साथीहरु आज हामी यस भिडियोमा अलिक इन्टेन्स कुरा गर्छौं है त। र इन्टेन्स चाहिँ के अर्थमा भन्ने चाहिँ हामीले कसरी सत्यको खोज गर्ने, कुनै पनि कुरा चाहिँ सत्य हो भनेर हामी कसरी जान्ने हैन। र कुनै किताब पढेको भरमा गर्ने हो कि कुनै पोडकास्ट हेरेको भरमा गर्ने हो कि हैन। र यो कुनै एउटा मतलब आफूसँग भएको संवादको भरमा गर्ने हो कि केले चाहिँ हामीले त्यो कुरा चाहिँ पक्का सत्य हो भनेर चाहिँ हामी यो गर्छौं, मतलब त्यसलाई चाहिँ हो भन्छौं। त्यो चाहिँ हामी कसरी थाहा पाउँछौं भन्ने कुराको आज अलिकति हामी विस्तारमा जाउँ ल। र कस्तो हुन्छ भन्नुहुन्छ भने चाहिँ तपाईले सुन्नु भएको होला नि त हैन, इन्टरनेटमा जतासुकै पाइन्छ डबल स्लिट एक्सपेरिमेन्ट भन्ने। डबल स्लिट एक्सपेरिमेन्ट भनेको चाहिँ के हो भन्नुहुन्छ भने चाहिँ एउटा एक्सपेरिमेन्टमा जसमा चाहिँ एउटा प्लेट हुन्छ, दुईटा प्लेट हुन्छ। त्यो दुईटा प्लेटमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने चाहिँ एउटा प्लेट हुन्छ, त्यो एउटा प्लेटमा दुईटा दुलो पारिन्छ क्या, दुईटा प्वाल पारिन्छ। र त्यो प्वालबाट चाहिँ तपाईको इलेक्ट्रोन फायर गराइन्छ। र इलेक्ट्रोन फायर गराउँदाखेरि चाहिँ एउटा पर्दा राखेको हुन्छ पछाडिपट्टि, त्यही स्लिट भनेको प्लेट। त्यो प्लेटको पछाडिपट्टि त्यो प्लेटमा दुईटा प्वाल हुन्छ र त्यसकै पछाडिपट्टि चाहिँ एउटा पर्दा राखेको हुन्छ क्या। त्यो पर्दामा चाहिँ इलेक्ट्रोन गएर फायर भएको इलेक्ट्रोन गएर त्यो ठोकिन्छ। र त्यो ठोकिँदाखेरि चाहिँ अब तपाईको जस्तै तपाईले त्यहाँनेरि त्यतिकै तपाईले फायर गर्नुभयो, त्यसमा केही पनि छैन भने चाहिँ तपाईको त्यहाँनेरि गएर चाहिँ वेभ पार्टिकल जस्तै त्यो इलेक्ट्रोनले बिहेभ गर्छ क्या। अब वेभ पार्टिकल भनेको चाहिँ के भन्दा पानी जस्तो बिहेभ गर्छ। पानीको वेभले कस्तो बिहेभ गर्छ हैन, त्यो त्यही खालको बिहेभियर त्यहाँ देखाउँछ। त्यो तपाईले हेर्नुभयो भने त्यसको डिटेल एक्सप्लेनेसन तपाईले कुनै पनि युट्युब भिडियोमा गएर हेर्न सक्नुहुन्छ। र तपाईले त्यो गर्नुभयो भने त्यहाँनिर तपाईले गएर वेभको पार्टिकल वेभ भएको जस्तो देखाउँछ। तर तपाईले त्यही स्लिटको अगाडिपट्टि चाहिँ एउटा क्यामेरा राख्नुभयो अरे हैन, क्यामेरा अब्जर्भर राख्नुभयो भने चाहिँ त्यो अब्जर्भरले गर्दाखेरि चाहिँ त्यो त्यो यो जुन छ के भन्छ वेभको बिहेभियर त्यो हराएर गएर चाहिँ त्यहाँबाट पार्टिकलको बिहेभियर जस्तो देखाउँछ। तपाईले क्यामेरा राख्नुभयो, पार्टिकल जस्तो बिहेभ गर्यो त्यो इलेक्ट्रोनले हैन, क्यामेरा हटाउनु भयो वेभ जस्तो बिहेभ गर्यो। भन्नुको मतलब चाहिँ त्यो इलेक्ट्रोनले चाहिँ त्यो अब्जर्भरले के अब्जर्भ गर्छ भन्नेको आधारमा चाहिँ आफ्नो बिहेभियर चेन्ज गर्दैछ क्या। भनेको त्यो तपाईको यसलाई नै भनिन्छ डबल स्लिट एक्सपेरिमेन्ट। र यो डबल स्लिट एक्सपेरिमेन्ट र अब एउटा कुरामा अर्को अझै एउटा कुरा भन्छु, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तै हामी मोबाइलमा पब्जी गेम खेल्दाखेरि या कुनै पनि गेम खेल्दाखेरि कुनै पनि डाउनलोड गरेर तपाईले गेम खेल्नु हो भने त्यो गेममा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो गेमको जुन चाहिँ अगाडिपट्टि रेन्डर भएको चिज हुन्छ नि, जस्तै तपाईले बिल्डिङ देख्नुभयो भने त्यो बिल्डिङ तपाईको मोबाइलमा रेन्डर हुन्छ क्या, त मोबाइलको स्क्रिनमा रेन्डर हुन्छ। तर तपाईको पछाडिपट्टि एउटा वाल छ भने, एउटा भित्ता छ भने त्यो चाहिँ रेन्डर भएको हुँदैन तपाईको स्क्रिनमा। किन त भन्दाखेरि चाहिँ त्यो त्यसरी नै बनाइएको हुन्छ एप क्र्यास नहोस् भनेर। किनभने चाहिँ तपाईको मोबाइलको मेमोरीमा चाहिँ धेरै मेमोरी युज नहोस् भनेर चाहिँ तपाईलाई चाहिँ जे कुरा अगाडि रेन्डर हुन्छ त्यो मात्रै तपाईको मोबाइलमा फिड हुन्छ क्या। त्यस पछाडि तपाईले त्यसलाई चाहिँ हैन म पछाडिपट्टि तपाईको माउसले चाहिँ आइदर तपाईले जोयस्टिकले चाहिँ पछाडिपट्टि तपाई हेर्नुभयो भने तपाईको पछाडिपट्टिको चिज रेन्डर हुन्छ, फेरि त्यो बिल्डिङ रेन्डर हुँदैन। भनेको मतलब मोबाइल त्यसरी नै बनाइएको हुन्छ क्या। मोबाइलको जुन चाहिँ एप्लिकेसन हुन्छ त्यो त्यसरी नै बनाइएको हुन्छ, जे अगाडि देखिन्छ त्यही मात्रै रेन्डर हुने, त्यो पछाडिको रेन्डर नहुने। र त्यसलाई नै आधार गरेर र यो दुईटा कुरालाई चाहिँ मिक्स गरेर चाहिँ एउटा के कुरा यहाँनिर नेरेसन बनाइँदैछ भने चाहिँ यो कुराले चाहिँ जस्तै तपाईको के हो यो कुरा यो दुईटा कुरालाई मिक्स गरेर चाहिँ होइन हाम्रो संसार चाहिँ एउटा यो के अरे के भन्छ त्यसलाई सिमुलेटेड हो। सिमुलेटेड भनेको चाहिँ कसैले बनाएको संसार हो, जसले चाहिँ अब्जर्भ गरिरहेको छ एउटा कसैले, मानिलिनु जस्तो भगवान पनि हुनसक्छ, कुनै एलियन हुनसक्छ होइन, जसले चाहिँ अब्जर्भ गरिरहेको छ हाम्रो संसारलाई। त्यही भएर चाहिँ हाम्रो एक्जिस्टेन्स भएको हो भन्ने कुरा चाहिँ एउटा नेरेसन छ है। त्यो कुरा सत्य कतिको हो भन्ने कुरा चाहिँ म तपाईँलाई यसमा अलिकति खुलाउन गइरहेको छु। जस्तै त्यो किन त्यो कुरालाई चाहिँ अब नेरेसन कसरी बनाउन सक्यो भन्दाखेरि चाहिँ अब मानिलिनुहोस् त्यो इलेक्ट्रोनको बिहेभियर एउटा कुनै चिजले जादु जस्तो नि, अब कुनै चिजले चेन्ज गर्दैछ, अब्जर्भर राख्ने बित्तिकै एउटा क्यामेरा राख्ने बित्तिकै इलेक्ट्रोनको बिहेभियर चेन्ज हुँदैछ। र हामीले पनि जुन चाहिँ मोबाइलमा गरेको रेन्डरिङ गरेको चाहिँ त्यो चाहिँ अब मोबाइल क्र्यास हुनको लागि हुन्छ भनेर चाहिँ खासमा हामीले चाहिँ त्यो फिचर हाल्छौँ क्या त्यहाँनिर। किनभने चाहिँ अब सबै कुरा एकैचोटि हामीले मेमोरीमा दियौँ भने त मोबाइल मेमोरी लिमिटेड हुन्छ। अन्त लिमिटेड मेमोरीमा चाहिँ हामीले सबै कुरा एकैचोटि हाल्यो भने क्र्यास हुने सम्भावना हुन्छ नि त। त्यसले गर्दाखेरि जे रेन्डर हुन्छ त्यही मात्रै अगाडि जाओस्, अर्को जे अगाडि आउँछ त्यति मात्रै रेन्डर होस् भनेर चाहिँ त्यो बनाएको हुन्छ। र अब यो कुरालाई रिलेट गरेर चाहिँ एउटा कुरा चाहिँ नेरेटिभ्स के छ भन्दाखेरि चाहिँ मैले तपाईँलाई भनिहालेँ होइन। त्यो नेरेटिभ चाहिँ के हो भन्दाखेरि चाहिँ हामी चाहिँ सिमुलेटेड वर्ल्डमा छौँ
र हामीलाई पनि कसैले बनाएर चाहिँ यहाँ छोडिदिएको हो र एक्सपेरिमेन्ट हुँदैछ हामीसँग भन्ने कुरा हो यो सिमुलेटेड भनेको चाहिँ त्यही कुरा हो होइन। र अब के छ यहाँनिर चाहिँ भन्दाखेरि चाहिँ यो दुईवटा कुरामा एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के आउँछ भन्दाखेरि चाहिँ अब यो सिमुलेटेड वर्ल्डमा हामी छौँ भने चाहिँ अब हामीले बनाउने जुन चाहिँ वर्ल्ड छ अब एआईबाट हामी जुन चाहिँ वर्ल्ड बनाउँछौँ नयाँ भनेको अब एआईका विभिन्न सोर्सहरूमा यो मिडियमबाट चाहिँ हामीले नयाँ केही चिज बनायौँ भने चाहिँ अब अलिकति इन्टेन्स केही बनायौँ भने भोलिको दिनमा त्यो चाहिँ सिमुलेटेड हुनुपर्छ भन्ने कुराकोतिर एउटा डाइरेक्सन जान्छ क्या यो त्योतिर चाहिँ न्यारेसन भइरहेछ र त्यो चाहिँ किन सत्य होइन त त्यसमा चाहिँ म अलिकति त्यसमा कुरा मलाई भन्न मन परेको थियो बोल्न मन परेको थियो। त्यो चाहिँ किन चाहिँ हो भन्दाखेरि चाहिँ जस्तै तपाईँले कुनै रङ देख्नुभयो रङ भनेको तपाईँलाई जस्तो पनि रङ हुनसक्छ होइन। यो आकाशको रङ तपाईँले देख्नुभयो भने त्यो आकाशको रङ कस्तो छ त निलो छ होइन। तपाईँलाई के सिकाइएको छ उहिलेदेखि तपाईँको पिता पुर्खादेखि नै तपाईँलाई त्यो रङ चाहिँ निलै हो भनेर सिकाएको छ नि त तपाईँलाई आमा बुवाले त्यही सिकाउनु भयो मलाई पनि त्यसरी नै सिकायो किनभने हाम्रो समाज एउटै थियो होइन। अब तर त्यो फ्रिडम तपाईँकोमा छ क्या तपाईँले त्यसलाई रातो देख्नुहुन्छ कि निलो देख्नुहुन्छ कि हरियो देख्नुहुन्छ कि किनभने मैले देखेको निलो र तपाईँले देखेको निलो एउटै हो भनेर चाहिँ कसले भनेको छ त यो त्यो त तपाईँको मस्तिष्कले जे देख्यो त्यही नै हो नि त। तर तपाईँले सिकाएको कारणले गर्दाखेरि चाहिँ तपाईँले त्यो निलो भन्नु आएको मलाई पनि सिकाएको कारणले गर्दाखेरि त्यो निलो भनेको मैले होइन। तर त्यो एउटै हुनुपर्छ भन्ने चाहिँ कहीँ पनि नियम छैन क्या त्यो नियम कहीँ पनि लेखिएको छैन कि यो त्यो रङ चाहिँ निलै हुनुपर्छ सबैको लागि एउटै हुनुपर्छ। त्यो फ्रिडम हामीलाई दिएको छ हाम्रो इन्ट्रेन्सिक बिहेभियरमा चाहिँ त्यो फ्रिडम छ कि हामी त्यो रङलाई कसरी चाहिँ इन्टरप्रेट गर्छौँ भनेर बुझ्नु भएन। तपाईँले देखेको निलो मैले देखेको रातो हुनु पनि सक्छ तर त्यो हाम्रो इन्टरप्रिटेसनले र हामीले सिकाएको ल्याङ्ग्वेजले गर्दाखेरि चाहिँ त्यो अलिकति हामीले डिफ्रेन्स भएको मात्रै हो। तर त्यसले गर्दाखेरि चाहिँ कुनै एउटा नेरेसन बनाइन्छ नयाँ भने चाहिँ अब त्यसमा चाहिँ बोल्नुपर्छ क्या फेरि मलाई चाहिँ त्यस्तो लागेको। त्यही कारणले चाहिँ अब यो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अब तपाईँलाई म अर्को एउटा इक्जाम्पल दिन्छु। जस्तै तपाईँले एउटा कुनै मानिलिनुहोस् उयो छ अरे के भन्छ तपाईँको के अरे एउटा व्यक्ति छ अरे जुन चाहिँ व्यक्ति चाहिँ खालि उयो मात्रै इङ्ग्लिस मात्रै बोल्छ अरे होइन। त्यो इङ्ग्लिस बोल्ने मात्रै व्यक्तिलाई चाहिँ मेल वर्ड मिनिङ के हो भनेर सोध्यो भने उसले एउटा पुरुष हो भन्छ होइन। तर तपाईँले त्यही चिज चाहिँ नेपालीले सोध्नु नेपाली मात्रै जान्ने मान्छेलाई सोध्नु हो भने मेलको मिनिङ के हो भने चाहिँ हामी त मेल मिलाप भेटघाट भन्ने कुरातिर जान्छौँ नि त होइन। भनेको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ जे तपाईँले जान्नुभयो त्यही जानेको छ त्यही कुरालाई इन्टरप्रेट गर्नुहुन्छ र त्यसरी नै हामीले यो युनिभर्स पनि एउटा सिमुलेटेड हो भन्ने कुरा चाहिँ मलाई चाहिँ ठिक हो जस्तो लाग्दैन। तपाईँले चाहिँ के हो जस्तो लाग्छ होइन। तपाईँले पनि आफ्नो कुरा राख्न सक्नुहुन्छ कमेन्टमा तपाईँले भन्नुहोस् होइन। र तपाईँले यो कुरा पुरा बुझ्नु भएन भने फेरि पनि तपाईँले रिपिटेडली भिडियो हेर्न सक्नुहुन्छ। र मलाई अब यो एउटा सानो भिडियोमा बनाउनु पर्ने भएको कारणले गर्दाखेरि अलिकति छोटो भिडियोमा भनिरहेको छु होइन। तर यही कुरा चाहिँ तपाईँले अब जस्तै इलेक्ट्रोनको बिहेभियरले गर्दाखेरि चाहिँ र पब्जी गेमले गर्दाखेरि चाहिँ हाम्रो संसारै एउटा सिमुलेटेड हो भन्नु चाहिँ यो चाहिँ एकदम गलत हो जस्तो लाग्छ मलाई चाहिँ होइन। तपाईँको त्यसमा के धारणा छ आफ्नो धारणा राख्न सक्नुहुन्छ। र यस्तै कुराहरू जस्तै अब र जब यो कुरा हुन्छ भने चाहिँ अब सबै सृष्टिको रचना नै तपाईँले आफै गरिरहेको छ आफ्नै गरिराख्नु भएको छ भने चाहिँ यो सिमुलेटेड भन्ने चाहिँ कहाँबाट आयो त। त्यसो भए तपाईँको युनिभर्सै फाल्टै छ त्यो चाहिँ युनिभर्स मेरोसँग मिल्दैन। तपाईँले युनिभर्समा जे अनुभव गर्नुहुन्छ लाइफ टाइम त्यो म अनुभव गर्न सक्दिनँ तपाईँको युनिभर्सको। र मेरो युनिभर्समा जे भइरहेको छ लाइफ टाइम मैले जे अनुभव गर्छु त्यो तपाईँले कहिले पनि अनुभव गर्न सक्नुहुन्न। सबैको आफ्नै युनिभर्स छ क्या त्यो हेर्ने तरिका। किनभने अब मिल्न चाहिँ कसरी मिल्छ त भन्दाखेरि किनभने त्यही समाजले सिकाएको हो नि त हामीलाई त। अब हेर्नुहोस् एउटा साँपले देखेको समाज साँपले तपाईँको जुन चाहिँ युनिभर्स देख्छ त्यो युनिभर्सको त्यो र हाम्रो मिल्दैन नि त। किनभने उसले आफ्नै समाज देख्छ एउटा खरायोले देखेको समाज उसको देखेको युनिभर्स र हामीले देखेको युनिभर्स मिल्छ त। हामी त मान्छे भएर आफ्नै कुरालाई इन्टरप्रेट गरेर पो हामीले मिलाएको हो त यो त। तर हामीले त तपाईँको जानवरसँग त हामीले त्यो गरेको छैनौँ अहिलेसम्म। मतलब त्यो उसलाई चाहिँ हामीले यस्तै छ भनेर सिकायो भने त जानवरले पनि सिक्छ नि त होइन। तर वाइल्ड एनिमलले त त्यो पनि थाहा छैन उनीहरूलाई त। उनीहरूले त आफ्नै संसार चलाइरहेको छन् आफ्नै संसार। उनीहरू पनि त हामी जस्तै त प्राणी हुन् तर उनीहरू पनि त फ्रिडम त उनीहरूलाई पनि छ होइन। र त्यसले गर्दाखेरि चाहिँ यो कुरा चाहिँ सिमुलेटेड चाहिँ होइन है साथी हो। र सिमुलेटेड चाहिँ कहीँबाट पनि होइन। हामीले आफ्नो संसार बनाइरहेको हुन्छ प्रत्येक व्यक्तिको आफ्नै संसार छ र यसलाई चाहिँ बरु मल्टिभर्सतिर हाल्न सकिन्छ मल्टिभर्स चाहिँ भन्न सकिन्छ तर सिमुलेटेड चाहिँ होइन। मलाई त्यतिर लागेको होइन।
र तपाईँको आफ्नो विचार तपाईँले राख्न सक्नुहुन्छ। हस्, धन्यवाद।